माउन्ट गुनगुनको लागि बिहानै उठेर हामी हाइकिङको लागि जाँदैछौँ। ग्लास हाउस माउन्टेन जाने बाटोमा सल्लाहका बोटहरू लाइनै रोपेर अगाडि देखिएको टप ग्लास हाउस माउन्टेन। हामी आधा घन्टाको ड्राइभमा आइपुगेका छौँ। ग्लास हाउस माउन्टेनको लागि हाइकिङ जाँदैछौँ हामी। अब पौने घन्टाको ड्राइभपछि मान्छेहरू हाइकिङ गरेर फर्किसकेका छन्, तर हामी अलिक ढिलो भयो समयले गर्दा। त्यसको लागि तयारीमा छौँ हामी पनि। जङ्गलको बाटो हाइकिङमा हामी हिँडिरहेको छौँ। उक्लिन तेर्पाए अथवा तेर्सो छ। अझै माथि नै उक्लिन अझै टाइम लाग्नेछ। यहाँनिर चाहिँ अलि ठाडै उकालो रहेछ। 10 मिनटको पैदल यात्रापछि हामी अलि ठाडो उकालो उक्लिँदैछौँ। माउन्ट गुनगुनको माथि चढ्दै गर्दाखेरि गएर थकाइ लाग्यो भन्नुभयो। 10 मिनट भयो हिँडेको। यहाँबाट सानो भ्यू चाहिँ नि देखिन थाल्यो। खास क्यामेरामा त्यति साह्रो चाहिँ देखिँदैन, तर बिचमा एउटा गुफा जस्तो ठाउँ पनि देखियो। रहेछ हाइकिङको माथिल्लो सिँढीमा उक्लिँदैछौँ। यो आकाश खुलेको ठाउँमा हाइकिङको एन्ड हुनेछ। थ्याङ्क यू स्टेइङ अन द ट्र्याक। हाम्रो ज्वाइँ चाहिँ अगाडि हिँडिसक्नु भयो। म अलिकति शरीरको मोटोपनाले गर्दा ढिलो भइरहेको छु। यो बोसो घटाउने एउटा ट्रिप पनि हो। अहिलेलाई धन्यवाद। फेरि आउनेछु। फेरि म 2-3 मिनटपछि फेरि जोडिएको छु। माथि चढ्नु बाँकी छ। ढुङ्गाको सिँढी छ।
अहिले पनि उक्लिरहेछ हामीसँगै। यहाँ डेन्जर उक्लाइ छ यहाँनिर। यसलाई समात्दै उक्लिनुपर्ने अवस्था रहेछ यहाँ। यस्तो पहाड छ। म अब उक्लिने क्रममा छु। यत्रो पत्थर पुरै पत्थरै पत्थर। माथि आइपुग्नु लाग्यो हामी। घामले चाहिँ पछाडि मजाले हानिरहेछ। बुवा आउँदै हुनुहुन्छ। बुवाको समुद्रसम्म देखिएको छ होला। कहाँ हो रे बुवा यो? माउन्टेन। हाम्रोतिर माउन्टेन भनेको हिउँ परे आउँछ। यहाँ भनेको कहिल्यै हुन पर्नेलाई
चर्ने